पछिल्लो समय तपाईँले अनलाइन खबर हेरिरहनु भएको छ भने चाहिँ त्यहाँ चाहिँ इन्टरेक्टिभ स्टोरी आइरहेको हुन्छ। मेन चाहिँ जेनजी प्रोटेस्टपछि जेनजी प्रोटेस्टको टाइमलाइनबाट स्टार्ट भएको अहिले इलेक्सनको टाइममा इलेक्सनको हिस्ट्रीसम्म पनि त्यो आएको छ र त्यो काम चाहिँ हाम्रो सापेक्ष भन्ने साथी हुनुहुन्छ कलिग, उहाँले गरिरहनु भएको छ। त्यो खास के हो इन्टरेक्टिभ स्टोरी अलिकति बताइदिनु। इन्टरेक्टिभ स्टोरी भनेको चाहिँ तपाईँले इन्टरेक्सन गर्दै पढ्ने हेर्ने एउटा वे अफ कम्युनिकेसन हो होइन। यसको टेक्निकल नाम चाहिँ स्क्रोली टेलिङ भन्ने छ। त्यो भनेको चाहिँ स्क्रोल प्लस टेलिङको चाहिँ कम्बाइन वर्ड हो। जस्तो त्यो हेर्दाखेरि अलिकति इम्प्रेसिभै छ होइन, अनि त्यो चलाउँदा पनि इन्टरेक्टिभ खालकै छ। हामी लेख्दा त अलिकति कस्तो जटिल हुन्छ, लेख्नुपर्छ, सोच्नुपर्छ, टाइम लाग्छ होइन। त्यसमा त अझ कोडिङको कुराहरू पनि जोडिन्छ। त्यो कसरी हुन्छ त्यो कामको प्रोसेस बताइदिनु न। यो चाहिँ अलिकति नेपाली मिडिया सेक्टरको लागि नयाँ प्र्याक्टिस पनि हो होइन। हामीभन्दा केही अगाडि दाइहरूले गरिसक्नु भएको छ। यसको यो युनिक पार्ट भनेकै इन्टरेक्सन हो क्या, युजरसँग इन्टरेक्सन हुन्छ। प्लस चाहिँ आफूले अथवा भनौँ न जर्नलिस्टले भन्न खोजेको कुरा चाहिँ उसले पढ्ने मान्छे, हेर्ने मान्छेले एकै स्वरमा बुझ्छ क्या। अनि यो बनाउनको लागि चाहिँ 2-3वटा अप्सनहरू छन् मोस्टली। एउटा भनेको चाहिँ कोडिङ बेस भयो जुन हाम्रो अनलाइन खबरमा आइरहेको छ। अर्को भनेको चाहिँ नन कोड प्लेटफर्महरू पनि छन्, त्यस्तोबाट नि बनाउँछन्। हामीले प्रयोग गर्ने चाहिँ कोडिङ बेस हो। तपाईँले CSS, HTML, जाभास्क्रिप्ट आयो भने यो खालको स्टोरी बनाउन सक्नुहुन्छ। हस्, यो हामीले कुरा गरिरहेको इन्टरेक्टिभ स्टोरी चाहिँ कस्तो हो भन्ने तपाईँलाई लाग्छ भने म कमेन्ट बक्समा ती स्टोरीहरू सबै स्टोरीहरू त्यहाँ राखिदिन्छु, त्यो पनि हेर्न सक्नुहुन्छ।